क्लास 11 को भाइ बहिनीहरूलाई सजिलो होस् भन्ने विश्वास चाहिँ मैले च्याप्टर 5 सब्सिडाइरी बुक जुन एक्जाममा 2 मार्क्समा आउँछ त्यसको भिडियो बनाउन गइरहेको छु र यो हाम्रो भिडियो दुईटा हुन्छ एउटा पार्ट 1 को हाम्रो जहाँ थ्योरी पढ्छसम्मदेखि अनि पार्ट 2, 3, 4 त्यस्तै तपाईँहरूको हामी त्यहाँ हिसाब गर्दै जान्छौँ। अब आज सब्सिडाइरी बुक भनेको के हो भन्ने कुरा जान्नु पर्यो है। सब्सिडाइरी बुक भनेको के रहेछ त हेर्नुहोस् त। सब्सिडाइरी बुक आर दोज बुक है त्यस्तो बुक हो विच रेकर्ड्स है जसले रेकर्ड्स गर्छ कस्तो ट्रान्जेक्सन भने चाहिँ सिमिलर नेचर ट्रान्जेक्सन रेकर्ड्स गर्छ त्यही पनि वान पेजमा त्यस्तो सिमिलर ट्रान्जेक्सनहरू चाहिँ रेकर्ड्स गर्छ र त्यो पनि एक ठाउँ मात्र राख्छ र इन क्रोनोलोजीको अर्डर भनेको डेट अनुसार मिलाएर राख्छ कि क्रोनोलोजीको अर्डरमा पनि राख्छ सिस्टमेटिक पनि हुन्छ र साइन्टिफिक म्यानर पनि राखेको हुन्छ यसले भन्ने कुरा जान्नु पर्यो है। अब अर्को के छ एडभान्टेज अफ सब्सिडाइरी बुक भन्छ क्या। अब एडभान्टेजमा के छ हेर्नुहोस् त इट हेल्प्स टु सेभ टाइम एन्ड एफोर्ट है। टाइम र एफोर्ट चाहिँ कसको सेभ हुन्छ भने चाहिँ अकाउन्टिङ स्टाफको हुन्छ। कसरी सर भन्नु र बाई रेकर्डिङ सिमिलर टाइप अफ ट्रान्जेक्सन इन सेपरेट बुक भने जस्तै पर्चेस बुकको लागि होइन जस्तै क्रेडिटमा सामान किनेको सामान क्रेडिटमा किनेको छ भने त्यसको लागि भिन्नै ट्रान्जेक्सन रेकर्ड्स गर्छ। सेल्स बुकको लागि भिन्नै बनाउँछ होइन पर्चेस स्टुडेन्टलाई भिन्नै बनाउँछ सेल्स स्टुडेन्टलाई भिन्नै बनाउँछ। जसले गर्दा के हुन्छ भने अकाउन्टिङ स्टाफलाई के हुन्छ टाइम सेभिङ पनि भयो उनीहरूको एफोर्ट पनि कम लाग्यो है। त्यो भने एउटा फाइदा पनि भयो यसमा भन्ने कुरा बुझ्नु पर्यो। अर्को के छ इट हेल्प्स टु डिटेक्ट इरर एन्ड फ्रड है क्या। इरर मिस्टेक र तपाईँको चाहिँ त्रुटिहरू र तपाईँको चाहिँ फ्रड होइन त्यस्तो फ्रड कुनै ट्रान्जेक्सन केही भएको छ कि भने त्यो पनि चेक गर्न हेल्प गर्छ। कसरी भन्दा चाहिँ इफ द एमाउन्ट अफ ट्रायल ब्यालेन्स आर अनइक्वेल यदि एमाउन्ट अफ ट्रायल ब्यालेन्स अनइक्वेल छ भनेदेखि हामीलाई थाहा हुन्छ त्यहाँ कुनै फ्रड वा मिस्टेक केही छ भन्ने कुरा हामी त्यहाँबाट फाइन्ड आउट गर्न सक्छौँ भन्ने कुरा चाहिँ जान्नु पर्यो। अर्को के छ इट प्रोभाइड्स अ डिटेल इन्फर्मेसन रिलेटिङ टु अ पार्टिकुलर ट्रान्जेक्सन भनेको यसले चाहिँ डिटेल इन्फर्मेसन कुनै पनि जस्तै पर्चेस बुकको चाहिँ अब जति पनि ट्रान्जेक्सन हुन्छ त्यो एउटै बुकमा रेकर्ड गरिन्छ। जसले गर्दा के हुन्छ हामीलाई पर्चेस बुकसँग सम्बन्धित सबै ट्रान्जेक्सन एकै ठाउँमा हामीले पाउँछौँ। जसले गर्दाखेरि हामीले डिटेल इन्फर्मेसन एबाउट द पार्टिकुलर ट्रान्जेक्सनमा पनि हेल्प हुन्छ भन्ने कुरा चाहिँ भनेको छ है तपाईँको। अब अर्को के छ रिमिटेसन अफ डिसएडभान्टेज अफ सब्सिडाइरी बुक भन्छ कि। अब हेर्नुहोस् त इट इज अनसुइटेबल फर स्मल अर्गनाइजेसन सानो अर्गनाइजेसनलाई अनसुइटेबल हुन्छ। किन सर भन्छ भने बिकज ड्यु टु द लिमिटेड नम्बर अफ फाइनेन्सियल एक्टिभिटिज अर ट्रान्जेक्सन किनकि उनीहरूको ट्रान्जेक्सन एकदम कम हुन्छ त्यही भएर यो सानो बिजनेसहरूलाई त्यति सुइटेबल छैन भनेर बुझ्नु पर्यो। अर्को के छ एक्सपेन्सिभ छ। किन एक्सपेन्सिभ छ सर भन्नु भने चाहिँ प्रपर मेन्टेनेन्स अफ सब्सिडाइरी बुक्स रिक्वायर स्किल अकाउन्टिङ स्टाफ किनकि अकाउन्टिङ स्टाफ चाहियो होइन पर्चेस बुकको जस्तै अकाउन्ट सम्बन्धी इन्फर्मेसन वा नलेज भएको स्किल म्यान पावर त्यसमा चाहियो। त्यसको साथै एडिसनल तपाईँको बुकहरू चाहियो होइन सब्सिडाइरी जस्तै पर्चेस बुकको लागि भिन्नै बुक हुनुपर्छ सेल्स बुकको लागि भिन्नै बुक बनाउनु पऱ्यो होइन त्यसको लागि भिन्नै बुक अनि स्टेसनरी पनि हुनु पऱ्यो होइन स्टेसनरीको खर्च पनि त्यहाँ हुन्छ विच इन्क्रिज द अपरेसनल कस्ट जसले चाहिँ सञ्चालन खर्च चाहिँ के गर्छ चाहिँ वृद्धि गर्छ इन्क्रिज गर्छ। त्यो पनि गर्ने हुँदाखेरि यसको चाहिँ यो डिसएडभान्टेज अफ सब्सिडाइरी बुक हो भनेर बुझ्नु पर्यो। अब के छ टाइप्स अफ सब्सिडाइरी बुक भन्छ कि। सब्सिडाइरी बुकमा के छ हेर्नुहोस् त कतिवटा टाइप्स छ भन्ने हुन्छ जस्तै पर्चेस बुक सेल्स बुक पर्चेस रिटर्न बुक पर्चेस रिटर्न तपाईँको रिटर्न आउट बार बुक पनि भन्ने गरिन्छ र अर्को तपाईँको के छ भने चाहिँ सेल्स रिटर्न बुक हो रिटर्न इनवार बुक भन्ने त जान्नुपर्ने हुन्छ है। र सबभन्दा एक्जामको पोइन्ट अफ भ्यूमा सबभन्दा बढी सोधिरहने भनेको पर्चेस बुक र सेल्स बुकमा धेरै क्वेसन सोध्छ त्यो धेरै इम्पोर्टेन्ट छ भाइ त्यो धेरै इम्पोर्टेन्ट छ र कहिलेकाहीँ तपाईँको पर्चेस रिटर्न बुक र सेल्स रिटर्न बुक पनि सोधिरहेको छ है त्यो हुन्छ। अब हामी जाउँ हेर्नुहोस् त पर्चेस बुक भनेको के हो सर भन्नुहुन्छ भने वेन अर द क्रेडिट पर्चेस बुक मेड इट इज रेकर्डेड इन वान बुक विच इज नोन एज पर्चेस। जति पनि क्रेडिटमा ट्रान्जेक्सनहरू जति पनि क्रेडिटमा सामानहरू किनिन्छ त्यो सबै ट्रान्जेक्सनहरूमा क्रेडिटमा भएको सबै ट्रान्जेक्सनहरू एउटा बुकमा रेकर्ड गरिन्छ त्यो बुक नै हामीले लागि हो पर्चेस बुक भन्छौँ। र मैले भनिहालेँ क्रेडिट पर्चेस भनेपछि के हुन्छ क्यास पर्चेस आर नट इन्क्लुडेड इन दिस बुक यसले जम्मा क्रेडिट पर्चेस मात्र इन्क्लुड गर्छ क्यास पर्चेस चाहिँ यसले इन्क्लुड गर्दैन भनेर बुझ्नु पर्यो है। अब फर्मेट अफ पर्चेस बुक भन्छ पर्चेस बुकको फर्मेट कस्तो हुन्छ सर भन्नु भने
इन द बुक अफ भनेर देख्नुहुन्छ पर्चेस बुक देख्नुहुन्छ जस्तै डेट हुन्छ, पार्टिकुलर हुन्छ, इन्भोइस नम्बर हुन्छ, इआरएफ हुन्छ, डिटेल हुन्छ र टोटल्स देख्नु पनि हुन्छ है। ओके, डेट भनेको के हो सर भन्छ भनेको जुन दिन सामान किन्न ल्याए त्यही दिनको डेट त्यहाँ इन्क्लुड गर्नुपर्छ। यी रेकर्ड्स द डेट अफ अ गुड्स पर्चेस, जुन दिन सामान ल्यायो त्यही दिन डेट राख्नु पर्यो है। पार्टिकुलरमा के लेख्ने छ भन्नुहुन्छ भने इट रेकर्ड्स द नेम अफ सप्लायर, कहाँबाट कसले होइन कुन सप्लायरबाट लिएर आएको हो, र डिटेल अफ गुड्स पर्चेस जस्तै क्वान्टिटी कति थियो, क्वालिटी कति थियो, कुनै डिस्काउन्ट पाएको थियो, त्यो सबै त्यहाँ इन्क्लुड गर्नुपर्छ भन्ने हुन्छ है। अनि अर्को जस्तो इन्भाइस नम्बर भन्छ। इन्भाइस नम्बर भनेको इट रिफर्स द नम्बर अफ द इन्भाइस सेन्ड बाई द सप्लायर। सप्लायरले हामीलाई चाहिँ कुनै इन्भाइस नम्बर, कुनै इन्भाइस पठाएको छ कुनै भनेको चाहिँ त्यसको नम्बर पनि त्यहाँ लेखेको हुन्छ, त्यो इन्भाइस नम्बर पनि यहाँ चाहिँ राख्नु पर्यो भन्ने कुरा जान्नुपर्छ। अब हेर्नुहोस् रेजर फोल्यो भन्छ। रेजर फोल्यो भनेको के छ, इन्डेक्स स्कोर है। फोल्यो भनेको एउटा पेज नम्बर हो कि, जस्तै हामी रेजर बनाउँदै जान्छौँ त्यहाँ जस्तै पेज नम्बर 1, पेज नम्बर 2, पेज नम्बर 3 त्यस्तो हुन्छ नि त होइन। हो त्यस्तै त्यहाँ चाहिँ पेज नम्बर त्यहाँ इन्क्लुड गरेको हुन्छ है। त्यस्तो चाहिँ त्यहाँ राख्नुपर्छ। रेजर बुक इज रेकर्डेड है द अकाउन्ट अफ सप्लायर्स इज रोकेड, जहाँ चाहिँ सप्लायर्सको अकाउन्ट चाहिँ रोकेड गरेको हुन्छ, थाहा पाउन सकिन्छ भनेको जान्नु पर्यो है। डिटेल भनेको के हुन्छ, इन दिस स्कोर डिटेल एमाउन्ट अफ पर्चेस एन्टर डिस्काउन्ट, जस्तै पर्चेसको डिटेल एमाउन्ट, जस्तै पर्चेस कति एमाउन्ट छ, कति एमाउन्टको होइन, कुनै ट्रेड डिस्काउन्ट छ कि त्यो पनि त्यहाँ रेकर्ड गर्नुपर्छ भन्ने कुरा जान्नु पर्यो है डिटेलमा। अब एमाउन्ट भने हेर्नुहोस् त यहाँ के छ, अर्को 6 नम्बर के छ, टोटल भन्छ। टोटल भनेको के रहेछ, इन दिस स्कोर द एमाउन्ट पेबल टु सप्लायर इज रेकर्डेड, भने कति एमाउन्ट सप्लायर पे गरेको त्यो कुरा त्यहाँ इन्क्लुड गर्नुपर्छ भन्ने कुरा जान्नु पर्यो है। अब इम्पोर्टेन्ट नोट भन्छ हेर्नुहोस् है, मेन भनेको यो कुरा जान्नु पर्यो। मैले तपाईँको ABCDE यो ईवटा एदेखि ईसम्म देखाएको छु। यदि कुरा तपाईँ जान्नुभयो भने तपाईँको एक्जाममा 2 मार्क्स कन्फर्म तपाईँ ल्याउन सक्नुहुन्छ है, त्यस्तो केही अप्ठ्यारो छैन। अब इम्पोर्टेन्ट नोट भन्छ, जस्तै पर्चेस बुक भन्छ हेर्नुहोस् है। जस्तै के भन्छ, वान डी क्रेडिट पर्चेस आर रेकर्ड। मैले अघि नै भनिसकेको थिएँ, के भनेको थिएँ, क्रेडिट पर्चेस मात्रै रेकर्ड गर्छ, क्यासमा कुनै पनि सामान किन्यो वा एसएस किन्यो भने यसले रेकर्ड गर्दैन भन्ने कुरा मैले भनेको थिएँ अघि है। अब सीमा के भनेको थियो, इफ ट्रेड डिस्काउन्ट इज एभाइलेबल, यदि ट्रेड डिस्काउन्ट कहीँ एभाइलेबल छ भनेदेखि इट इज डिडक्टेड फ्रम द पर्चेस है, पर्चेसबाट तपाईँको चाहिँ त्यो ट्रेड डिस्काउन्ट घटाउन सकिन्छ। तर बट भनेको हेर्नुहोस् त, क्यास डिस्काउन्ट इज नट डिडक्टेड बाई प्रिपेयरिङ पर्चेस बुक। यो तपाईँको क्वेसन के हुन्छ, क्यास डिस्काउन्ट र ट्रेड डिस्काउन्ट दुइटै दिन्छ, हामीले के गर्नु पऱ्यो, यदि पर्चेस बुक बनाइरहेका छौँ भने ट्रेड डिस्काउन्ट राख्नु पऱ्यो, क्यास डिस्काउन्टलाई चाहिँ एक्सक्लुड गर्नु पऱ्यो, माने मेरो मतलब हटाउनु पऱ्यो पर्चेस बुकबाट भन्न खोजेको यसले है। दिमा के भन्छ, इफ अदर एक्सपेन्सेस रिलेटेड टु द पर्चेस सुड बी एडेड आफ्टर डिस्काउन्ट, जस्तै तपाईँको डेलिभरी चार्जहरू केही त्यस्तो कुनै छ भनेदेखि त्यो तपाईँको इन्क्लुड गर्नुपर्छ आफ्टर डिस्काउन्ट, डिस्काउन्ट पछि तिनीहरूको कुरा चाहिँ इन्क्लुड गर्नुपर्छ भन्न खोजेको यसले। अर्को के छ, गुड्स एन्ड एसेस पर्चेस फर अफिस ओ डोमेस्टिक युज आर नट रेकर्डेड इन द पर्चेस बुक। हेर्नुहोस् है, पर्चेस बुकमा तपाईँको के हुन्छ भने चाहिँ गुड्स अथवा एसेस पर्चेस गरेको छ, अफिस वा डोमेस्टिक युज छ भने त्यो रेकर्ड गर्न मिलेन। भनेपछि हामीले के कुरा बुझ्नु पर्यो भन्दा चाहिँ क्रेडिटमा भएको ट्रान्जेक्सन रेकर्ड गर्नु पर्यो। दोस्रोमा के बुझ्नु पर्यो भनेदेखि तपाईँको कुनै पनि सामान वा तपाईँको चाहिँ एसेस तपाईँको चाहिँ क्यासमा किन्छ भने इन्क्लुड गर्नु भएन, रेकर्ड राख्नु भएन। अर्को के भन्छ भने तपाईँको ट्रेड डिस्काउन्टहरू छ भने पर्चेसबाट घटाउनु भयो, त क्यास बुकमा त्यो देखाउनु, क्यास डिस्काउन्ट इज नट डिडक्टेड होइन, क्यास डिस्काउन्ट तपाईँको पर्चेसमा डिडक्ट हुँदैन, ट्रेड डिस्काउन्ट डिडक्ट हुन्छ पर्चेस बुकमा जान्नु पर्यो। अर्को के भनेको छ भने अदर एक्सपेन्सेस रिलेटेड टु पर्चेस होइन, पर्चेससँग सम्बन्धित अन्य एक्सपेन्सहरू चाहिँ एडिट गर्नुपर्छ आफ्टर डिस्काउन्ट, डिस्काउन्ट पछि जोड्नुपर्छ भनेको छ। गुड्स एन्ड एसेस पर्चेस फर अफिस एन्ड डोमेस्टिक युज, अफिस र डोमेस्टिक युजको लागि चाहिँ सामान किनिएको छ भने त्यस्तो चाहिँ त्यहाँ पर्चेस बुकमा देखाउनु पर्दैन, देखाउन मिल्दैन भन्ने कुरा चाहिँ यसले भनेको छ है। अब आज र यति भइगयो। अब भोलिदेखि भोलि पर्सि वा कुन दिन अब यसो मिलाएर होइन, अब हामी चाहिँ तपाईँहरूलाई अब यसको नुमेरिकल क्वेसनहरू पनि गराउँछु होइन। मैले गराएको नुमेरिकल क्वेसन मजाले गर्नुभयो भनेदेखि चाहिँ तपाईँहरूलाई एक्जाममा धेरै सजिलो हुन्छ, सहज हुन्छ है। अनि अकाउन्टमा राम्रो मार्क्स पनि तपाईँले ल्याउन सक्नुहुन्छ भन्दै अब यो भिडियोलाई तपाईँहरू हेर्दै हुनुहुन्छ है। अब तपाईँहरूलाई भिडियो कस्तो मन पर्यो, के कमी कमजोरी के छ कस्तो छ त्यो तपाईँहरूले चाहिँ कमेन्ट बक्समा चाहिँ कमेन्ट गरेर चाहिँ मलाई चाहिँ अझै हौसला होइन मोटिभेसन गर्न सक्नुहुन्छ भन्दै आफ्नो साथीभाइहरूलाई यो भिडियो सकेसम्म धेरैभन्दा धेरै होइन सेयर गर्दै सब्सक्राइब गर्दै अगाडि बढ्दै गर्नु, जसले गर्दा मैले फेरि पनि मलाई हौसला र मोटिभेसन मलाई प्राप्त हुन्छ र म अझै यस्तै राम्रो राम्रो भिडियोहरू तपाईँलाई चाहिँ बनाउँदै जानेछु
भन्छु र अब हुन गइरहेको एक्जामलाई विशेष फोकस गरेर यस्ता भिडियोहरू तपाईँहरूको चाहिँ आइरहन्छ। आजलाई यो भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।